हामीहरू त्यस्तो ठुलो मान्छेले हाम्रो नाम थाहा हुँदाखेरि कस्तो गर्व फिल हुन्थ्यो। अनि यो स्टेज मैले मेहनत गरेकै थिएँ, सङ्घर्ष गरेकै थिएँ, आफ्नो बेस्ट दिएकै थिएँ, अनि त्यही पनि त्यति माया पाउन सकिनँ। यहाँ पाउन सकिनँ, सायद बाहिर पाउँछु कि। अनि अब चाहिँ मैले मेरो पापा हुनुहुन्न, सरी जहिले रुन्छु भन्छ होला तपाईँले, तर धेरै मेहनत गरेको थिएँ, त्यसैले आफूले गरेको मेहनत अनुसार फल नपाउँदाखेरि नराम्रो लाग्छ। अनि मेरो पापा प्राउड फिल गर्दै हुनुहुन्छ होला माथिबाट। छिरिङ टप 3 मा पुगेर बाहिरिनु पनि तपाईको एउटा जित जस्तो नै हो। दर्शकहरूले पठाउनु भएको भोटमा केही भोट तल माथि मात्रै भएर आज तपाई बाहिरिनु भएको हो। अनि म भोइस अफ नेपाललाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु, सबैजनालाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। अनि म नाम छुटाउन चाहदिनँ, हाम्रो डिरेक्टर सर लक्ष्मण सरलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु। सुरु दिनमा आउँदाखेरि नै उहाँलाई सबैजनाको नाम थियो कि थाहा थियो, अनि हामीहरू त्यस्तो ठुलो मान्छेले हाम्रो नाम थाहा हुँदाखेरि कस्तो गर्व फिल हुन्थ्यो। अनि यो स्टेज, यो ठाउँ एकदमै राम्रो छ, सबैजना एकदमै राम्रो हुनुहुन्छ। थ्याङ्क यू सो मच यति धेरै मायाको लागि।